नमस्कार सम्पूर्ण मित्रहरूमा, आजको जुन विषय मैले लिएर आएको छु, गर्भ नबस्ने समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा चाहिँ केही सहज उपायहरू लिएर आएको छु। ती उपायहरूको अनुसरण गर्ने पूर्ण समाधान पाउनुहोस्। सर्वप्रथम तपाईहरूको जुन महिनावारी हुन्छ नि, त्यो महिनावारीमा चाहिँ गडबडी छ भने त्यो गडबडीको चाहिँ समाधान गरिहाल्नुहोस्। जस्तै महिनावारी हुँदाखेरि चाहिँ चोक्टा चोक्टा रगतहरू निस्किने गर्छ, एकदमै गनाउने खालको, एकदमै हुन्छ नि, एकदमै सडेको खालको त्यस्तो हुन्छ भने चाहिँ तपाईँको पाठेघरमा डिम्बमा चाहिँ समस्या छ भनेर चाहिँ बुझिन्छ। त्यसले गर्दाखेरि त्यो डिम्बलाई चाहिँ बलियो बनाउनको लागि अथवा त्यसमा चाहिँ त्यो जुन तपाईँका हर्मोन सिस्टमहरू हुन्छ, हर्मोन सिस्टमहरूलाई चाहिँ तपाईँहरूले स्ट्रङ बनाउनु पर्यो है, एकदमै सन्तुलित बनाउनु पर्यो। त्यसपछि चाहिँ तपाईँहरूले त्यसमा समाधान पाउनुभयो भने तपाईँहरूको गर्भ बस्ने चान्सेस पनि 100% बढेर आउँछ। अर्को समस्या रहेको छ, तपाईँहरूको खानपिनलाई चाहिँ विशेष ध्यान दिनु होला है। जस्तै चिल्लो पदार्थहरू बढी प्रयोग गर्नुहुन्छ, बाजारिक खानेकुराहरूलाई चाहिँ बढी महत्त्व दिनुहुन्छ र ढिलो समयसम्म सुत्नुहुन्न। शरीरलाई तथा जुन दिमागलाई हैन, शारीरिक तथा मानसिक जुन थकान बावजुद पनि राम्रोसँग सुत्नुहुन्न, शरीरलाई मनलाई चाहिँ आराम पाइरहेको छैन भने पनि तपाईँका जुन तत्त्वको जुन स्तर छ, तत्त्व भन्नाले जस्तै तपाईँका जुन रसायन भन्ने हुन्छ, जुन तपाईँका भित्र रहेका जुन रसायन प्रक्रियाहरू छन्, ती प्रक्रियाहरू चाहिँ असन्तुलित भइसकेपछि तपाईँहरूको विभिन्न पक्षहरू जस्तै तन्त्रिकाहरू चाहिँ खुम्चिएर आउँछ, नाडी सुषुम्नाहरू चाहिँ खुम्चिएर आउँछ। त्यसले गर्दाखेरि चाहिँ तपाईँको गर्भाशय जुन छ त्यो चाहिँ बलियो हुन पाउँदैन। जुन डिम्बवाहिनी नली छ त्यो नलीहरू पनि कमजोर भएर आउँछ, त्यसमा चाहिँ जीर्णता व्यापक हुन्छ। त्यसले गर्दाखेरि पनि गर्भहरू चाहिँ बस्नलाई हम्मे पर्छ। त्यो समाधानको लागि चाहिँ तपाईँले पौष्टिक चिजहरू है, खानपिनमा विशेष ध्यान दिनु पर्यो। पानीहरू पिउँदाखेरि रातिको समयमा चाहिँ तपाईहरूले मनतातो पानीको प्रयोग गर्नु पर्यो। बिहान र दिउँसो तपाईँले नर्मल चिसो पानी प्रयोग गर्दाखेरि फरक पर्दैन, तर बेलुका राति सुत्नुभन्दा अगाडि चाहिँ तपाईँहरूले मनतातो पानीको प्रयोग गर्नु पर्यो। मनतातो भनेको चाहिँ उमालिएको पानीलाई मनतातो गर्नु होला, चिसो पानीलाई मनतातो पानी गरेर पिउने काम चाहिँ नगर्नु होला है। यो अवस्थामा चाहिँ अनि निद्राहरू राम्रोसँग पुर्याउनुहोस्। अनि अर्को प्रक्रियामा चाहिँ के हो त भन्दाखेरि, जस्तै तपाईँहरूले अत्याधिक दबाईहरूको प्रयोग गरिरहनु भएको छ हैन, जस्तै थाइरोइडको दबाईहरू प्रयोग गरिरहनु भएको छ, माइग्रेनको दबाईहरू प्रयोग गरिरहनु भएको छ, अथवा कुनै एन्जाइटीको दबाईहरू प्रयोग गरिरहनु भएको छ, एकदमै हेभी डोजमा कुनै किसिमका दबाईहरू प्रयोग गरिरहनु भएको छ भने पनि तपाईँका प्रतिरोधात्मक क्षमताहरू एक हिसाबले त्यो रोगको लागि जुन तपाईँले दबाई प्रयोग गरिरहनु भएको छ, त्यो दबाईले जुन समस्याको लागि गर्नुभएको त्यसको लागि त उपयुक्त हुन्छ। तर अन्य अवस्थामा चाहिँ जस्तै अन्य अर्ग्यान्सहरू हुन्छ नि त, ती प्रक्रियाहरूमा जस्तै पाठेघरकै कुरा गरौँ, पाठेघरहरू चाहिँ कमजोर हुन्छ। जस्तै तपाईँका मृगौलाहरू भए, मृगौलाहरू कमजोर हुन्छ अनि प्रतिरोधात्मक क्षमताहरू पनि कम हुन्छ, जसले गर्दाखेरि चाहिँ तपाईँको जुन थाइरोइडको स्तर छ त्यो स्तरमा चाहिँ गुणस्तरहरूलाई चाहिँ न्यून बनाउने कामहरू गर्छ। त्यो भएको कारणले गर्दाखेरि त्यसमा पनि तपाईँहरूले अत्याधिक दबाईहरू प्रयोग गरिरहनु भएको छ भने त्यो दबाईको मात्रालाई चाहिँ कम गर्ने प्रयास गर्नुहोस्। र कम गर्ने प्रयास गर्दाखेरि पनि मिलिरहेको छैन अथवा मिलाउने वातावरण बनेको छैन भने चाहिँ तपाईँहरूले के गर्न सक्नुहुन्छ त भन्दाखेरि, नियमित अभ्यास मतलब शारीरिक एक्सर्साइजहरू गर्नुहोस्, शारीरिक व्यायामहरू है। व्यायामहरू चाहिँ बिहान ब्रह्ममुहुर्तको समयमा उठेर 1 राउन्ड लगाउनुहोस्। कमसेकम तपाईँले 4 किलोमिटर चाहिँ हिँड्नुपर्छ। अथवा तपाईँहरू हिँड्न सक्नुहुन्न भने चाहिँ तपाईँहरूले जुम्बा गर्न सक्नुहुन्छ, अनुलोम विलोम क्रियाहरू गर्नु सक्नुहुन्छ, कपालभातीहरू भस्त्रिकाहरू गर्न सक्नुहुन्छ, जसमा चाहिँ ध्यान योगमा तपाईँले प्राप्त गर्नुहुन्छ, जहाँ चाहिँ मेडिटेसन प्रक्रियाहरू हुन्छ। त्यो प्रक्रिया चाहिँ अपनाउनु होला।
त्यसले चाहिँ तपाईँहरूको जुन छ जति पनि शारीरिक अथवा मानसिक सन्तुलनता कायमहरू गर्दछ। त्यसपछि चाहिँ तपाईँहरूको सम्भावना, जुन गर्भ बस्ने सम्भावना छ त्यो अत्याधिक मात्रामा बढेर आउँछ। अर्को प्रक्रियामा चाहिँ तपाईँहरूको लागि मैले मेरो दबाईबाट नै तपाईँहरूको 100% समाधान हुने गरेर मैले यस्तो खालको अचुक दबाई लिएर आएको छु। त्यो दबाईको प्रयोग तपाईँले गर्नु भएपछि तपाईँको त्यो चाहिँ जडीबुटी हो है, कुनै साइड इफेक्ट हुँदैन, कुनै किसिमको हानि नोक्सानी क्षति केही पनि हुँदैन। त्यसले चाहिँ त्यो शुद्ध जडीबुटी हो। त्यो जडीबुटीको मिश्रणमा बनिएको छ। त्यो जडीबुटीको तपाईँले प्रयोग गर्नु भएपछि 100% 100% तपाईँको गर्भ बस्नेछ। त्यो चाहिँ म ठोकुवा गरेर नै भन्छु होइन। त्यो भएको कारणले गर्दाखेरि तपाईँले अब ती प्रक्रियाहरू पुरा गर्नुहोस् अथवा होइन म चाहिँ दबाई मात्रै प्रयोग गर्छु भन्नुहुन्छ भने पनि तपाईँको डिम्बाशय डिम्बवाहिनी नलीलाई बलियो बनाउनको लागि पाठेघरमा कुनै पनि समस्या, सिस्टहरूको समस्या छ भने त्यसको निवारणको गर्नको लागि सेतो पानीहरू बगिरहेको छ, कमजोरीले सताइरहेको छ भने पनि त्यसको लागि पनि समाधान हुन्छ। र त्यो चाहिँ गर्भ बसाउने उद्देश्यले प्रयोग गर्दाखेरि पनि अति नै उत्तम हुन्छ। तपाईँको कुनै किसिमको पाठेघरमा समस्या भइरहेको छ भने त्यो समस्याको समाधानको निमित्त पनि तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। विशेष गरेर गर्भ बसाउने दबाईको लागि भनेर मैले त्यो दबाई तपाईँहरूको माझ लिएर आएको छु। त्यो दबाईको प्रयोग गरी पूर्ण समाधान पाउन सक्नुहुनेछ। हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। सम्पर्क नम्बर रहेको छ 98 081 55 014 98 081 55 014। यसमा सम्पर्क गरी तपाईँहरू आउन सक्नुहुन्छ, उपचार लिन सक्नुहुन्छ, 100% समाधान पाउन सक्नुहुन्छ। अहिलेको लागि म बिदा हुन चाहन्छु। कुनै समस्या अथवा कुनै प्रश्न कौतूहलता भए मलाई कमेन्ट गरेर सोध्न सक्नुहुन्छ। धन्यवाद।